हेरौँ गाइज सेलुको बोर्ड चाहिँ यस्तो हुन्छ है। नदेख्नु भएको जतिले चाहिँ हेर्नु होला है, ध्यान दिएर। हाम्रो दाइहरूले चाहिँ खाँदै हुनुहुन्छ, टेस्ट गर्दै हुनुहुन्छ। र यहाँबाट मजाले तपाईँले काठमाडौँ भ्यू पनि मस्तसँग हेर्न सक्नुहुन्छ है। यहाँ हेर्नुहोस्, यहाँबाट चाहिँ सब देखिन्छ। र यो ऐसेलु पनि हेर्नुहोस्, अहिले ऐसेलु पाक्ने सिजन आइसकेको रहेछ। अझ हामी त्यही ऐसेलु होइन र काफलहरू यताउति खाने क्रममा होइन यसो घुम्न भनेर निस्केको गाइज। अब चाहिँ हेरौँ गाइज, यस्तरी हेरौँ गाइज, यस्तो हुन्छ है। यो चाहिँ पाकेको चाहिँ हो, यो चाहिँ नपाकेको गाइज, यो चाहिँ नपाकेको होइन। यो चाहिँ यहाँ हेरौँ, हाम्रो राम दाइले चाहिँ खाँदै हुनुहुन्छ है। ल त अब यहाँ हाम्रो पदन दाइ पनि हुनुहुन्छ है। ए सरी होइन, मदन दाई पनि हुनुहुन्छ, मदन दाई पनि हुनुहुन्छ है। हेर्नु गाइस, ऐसेलु आज टक्क हामी यसो घुम्न आएको क्रममा यो ठाउँहरू पनि यस्तो यस्तो छ है। अब धेरै नसके पनि सानो सानो कन्टेन्टहरू बनाएर देखाउन सक्छु गाइस है। यस्तो मजाले रमाइलो ठाउँ छ गाइस। हिँड्दै जाऊँ न, अरे भइहाल्छ नि गाइस, तपाईँहरू हेर्दै गरौँ होइन यसो है। यो चाहिँ हाम्रो दाईको, हाम्रो यो मदन दाईको भ्लग हो है गाइज। सो उहाँलाई चाहिँ हेरिदिनु होला, उहाँको भिडियोहरू होइन, सेयर सब्सक्राइबहरू गरिदिनु होला गाइज। अब हामी चाहिँ ल अब जङ्गलभित्र छिर्ने क्रममा हामी छिर्दैछौँ गाइज है। भित्र अब के हुन्छ, के देखिन्छ गाइज। अब तपाईँलाई हामीले जे देखेको छु, जे खान्छौँ होइन, एक गरी देखाउनेछौँ गाइज। त गाइज कस्तो छ अब हेरौँ है आजको। यता त ल हेरौँ गाइज, यता केटाहरूको जक्सनहरू पनि रहेछ गाइज। अब है हामी चाहिँ यहाँ भर्खरै नयाँ आएको गाइज। आज यस्तो ल के छ दाइ, ल यहाँ चाहिँ अरे बाटो नै त्यस्तै छ गाइज। अब होइन के गर्ने, गाइजहरूलाई देखाउने क्रममा यस्तै छ गाइज। अब के चाहिँ दाइ, ओके छ दाइ। अब हामी यस्तो हिँड्दैछौँ गाइज। आज चाहिँ जङ्गल भरमा छ हाम्रो भ्रमणमा दाईहरू हुनुहुन्छ, मदन दाई र हाम्रो यता दाई हुनुहुन्छ। दाईको नाम चाहिँ के दाई, दिनेश दाई हुनुहुन्छ है। आज ल अब गाइजहरूलाई यस्तो अब गाइजहरूलाई देखाउनेछौँ हामी है। गुराँसहरू हेरौँ गाइज। गाइज गुराँस चाहिँ यहाँ खासै नभए पनि है गाइजहरूलाई चाहिँ देख्न सक्नुहुन्छ है। यो चाहिँ 2-3वटा रहेछ, त्यही पनि हाम्रो यो राष्ट्रिय फुल है गाइस, यो नेपालको। यो गाइजहरू यो चाहिँ यो हाँगा चाहिँ नबाज्नु होला कहिले पनि होइन। तपाईँहरूले टिप्नु छ भने यसरी टिप्नु होला है, यसरी टिप्नु होला होइन। यसरी टिप्दा चाहिँ फुलको सेप हुन्छ, अर्को साल पनि फुल्छ होइन गाइजहरू होइन। सजेसन पनि हो। यो चाहिँ हाम्रो दाइले सजेसन दिनुभएको रम गाइज है। हाम्रो राष्ट्रिय फुललाई इज्जत र मान अर्को साल पनि होइन जगर्ना गरेर राख्यो भने चाहिँ हो। यस, तपाईँहरूले हाँगा मादिनु भने अर्को सालदेखि फुल्दैन यो। हो, त्यही भएर गाइज आफ्नै राष्ट्रिय फुलको पनि होइन हो। हाम्रो दाईको भ्लगमा चाहिँ हेरिदिनु होला गाइज होइन। हाम्रो दाईले पनि बेस्ट राम्रो कन्टेन्टहरू होइन बनाउनुहुन्छ। र गाइज यस्तै हो, लाइभ भनेको अरू मरुमेटी के छ र लानु होइन गाइज। हो, फुलले भरमान गर्नुपर्छ। अब हेरौँ गाइज अगाडि होइन के देखिन्छ आजको। यो नागार्जुन नगरपालिकातिर हामी चाहिँ आज घुम्न आएको। हेरौँ दाइले ल आम्बो भने जस्तै ल त गाइस। हेरौँ गाइस, लाली गुराँस, यसलाई चाहिँ भन्छ हाम्रो राष्ट्रिय फुल है गाइस। तर अब चाहिँ बेला गइसक्यो रहेछ होइन। ए यो अफ सिजन भएर हो गाइस, केही छैन त्यही पनि है गाइस। काफल, अब काफल गाइजहरूलाई काफल पनि देखाउने भनेको है गाइस। अब खाम न दे त्यही पात फुल हेरौँ गाइस। फुल चाहिँ यसरी खाइन्छ है, टेस्ट हो खाने फुल हो। हेरौँ गाइस है, यो चाहिँ सकभर औषधि नै है गाइस। यो चाहिँ जङ्गली होइन, यो हर्बल औषधि हो गाइस। यसलाई छेरपाटी लाएको भेरी टेस्टी यार, टेस्टी छ एकदम टेस्टी छ। यस्तो टक्क घुम्न आएको बेला हेरौँ गाइजहरू। अहिले तपाईँहरू पनि गाउँघरतिर आयो भने यस्तो फुलहरू
खानु मिल्छ है गाइस। मलाई दामी लाग्यो यार। अरे टेस्ट बबाल छ नि त यार। माथि के अब कल्पना यताबाट जाँदा पनि भयो नत्र यताबाट जाँदा पनि भयो। कताबाट जाने सजिलो अब कहाँबाट लाग्छ त्यतै हो। र त गाइज अब हामी काफल खान माथि गइरहेको छौँ। उतै चाहिँ अब उतै चाहिँ बनाउँछौँ है नयाँ नयाँ भिडियोहरू ल। हेरौँ गाइज टक क्या मजाले सजिएको फुल छ है आइट गाइज हो। हेरौँ गाइज यस्तो मस्त सजिएको छ। अब हाम्रो दाइ चाहिँ यहाँ है चढ्दै हुनुहुन्छ र अब तपाईँलाई टिपेर पनि देखाउनुहुन्छ है। अरे मस्तले टिप्नु नि दाइ आफ्नै छ होइन आफ्नै ठाउँमा। हेरौँ गाइस यस्तो मजाले टक्क टिपेर तपाईँले यसको वाह ल हेरौँ है गाइस। यस्तो यो चाहिँ हाम्रो राष्ट्रिय लालीगुराँसको फुल है गाइस। ल अब दाइ बिस्तारै अब काफल चाहिँ देखाउनु हो। गाइस काफल चाहिँ अहिले हल्का नपाकेको अवस्था है गाइस। यो चाहिँ काफलको बोट है। यो चाहिँ काफलको बोट। यो चाहिँ हल्का नपाकेर है त्यही पनि अब देखाउँछौँ हामी है अहिले एकछिन। हेरौँ गाइस काफल चाहिँ अहिले राम्रोसँग नपाकेको रहेछ है। अब चाहिँ हामी काफल टेस्ट गरौँ न दाइ सबजना ल यसो टेस्ट होइन। अब अरू केही नभयो भने किनेको भन्दा हैन टिपेर खाएको चाहिँ अब आफ्नै बोटको है गाइस। एकदम कस्तो छ त गाई दाइ ठिक छ है। ए मेरो दाइ यसको दाना फाल्नु हुँदैन के यस्तो दाना टोक्नु पर्छ के यस्तो मेरो मे गाइस दाना पनि यसको टक्क है बेच्न ल्याएको भन्दा नि है गाइस आफूले टिपेर खाएको चाहिँ एकदम दामी है। हर्बल ताजा है यस्तो ताजा हुँदो रहेछ एकदम फर्स्ट क्लास छ। ल त गाइज आज काफल पनि खायो है। अलिक राम्रो बोटा भएको भए देखाउँथे गाइजहरूलाई। आज अब यस्तै छ गाइज केही छैन। अब अर्कोचोटि पनि घुम्न आएको बेला खाली भएको बेला चाहिँ हामी योभन्दा राम्रो राम्रो कन्टेन्टहरू बनाएर चाहिँ देखाउँछौँ है गाइजहरूलाई। ल अहिले चाहिँ हामी लाग्यौँ गाइज। हेरौँ गाइज यहाँ खसी खसी गनाइरहेछ के गनाइरहेछ है। तर ठाउँ चाहिँ एकदम डेन्जरस हो है गाइज। ठाउँ चाहिँ बाघ हिँड्छ है। अब यो जङ्गल चाहिँ डेन्जर एकदम डेन्जर जङ्गल छ गाइज। यस्तै अब पानी पनि अहिले पर्ला पर्ला अवस्था छ है गाइज। अब हाम्रो के हुन्छ बाटोतिर अहिले है त्यही भएर पानी पर्ला पर्ला जस्तो छ गाइज। अब सकभर हामीले चाँडै पुग्नुपर्छ है। अब ठाउँ चाहिँ गाइज अब अर्कोचोटि घुम्न जाँदा चाहिँ यसो सबलाई राम्रो राम्रो सिनहरू देखाउँछौँ। टक्क अहिले यस्तै छ है ठाउँ चाहिँ। तपाईँहरू पनि यसो घुम्न मन लाग्यो आउँदा हुन्छ। नागार्जुन हो नगरपालिका ठिक छ। यसो घुम्न मन लाग्यो मस्त आउनु मिल्छ है गाइसहरू। गाइस अब जङ्गलको नाम त गाइस यस्तै हो अब है। कुन जङ्गल आएको छु आफूलाई नै थाहा छैन होइन दाइ थाहै छैन। अब के गरौँ थाहा भएको त गाइजहरूलाई नि भन्थ्यौँ है। के चाहिँ दाइ आज हल्का मौसमले च्यालेन्ज हान्ने अवस्था पनि छ गाइज। त्यही भएर चाहिँ है नत्र त गाइजहरूलाई राम्रो राम्रो है देखाउँथ्यौँ गाइज। केही छैन त्यो पनि यति देखाउनु पाएँ गाइजहरूलाई खुसी लाग्यो। यति आफूले पनि घुम्न पाएको हुनाले नि गाइजहरूलाई। गाडी अब ठ्याक्कै हामी जस्ट टेम्पल नजिक पनि पुगिसकेको छौँ है। हाम्रो दाइहरू पनि साथमा हुन्छ टक्क। आज पानी आउने नि यस्तो हेरौँ न गाइज मौसम नै च्यालेन्ज हानिरहेछ क्या। नत्र त गाइज अलिक घुमेर पनि देखाउँथ्यौँ है। अब हामीले पनि तल रुमसम्म पुग्नुपर्ने हुन्छ काम गर्ने ठाउँसम्म गाइज। केही छैन होइन पुग्नुपर्ने हुन्छ। हेरौँ गाइज ठाउँ चाहिँ बवाल छ है गाइज। यो चाहिँ पहिलाको मेरी बासै सुटिङ गर्ने ठाउँ चाहिँ हो है गाइज। त्यस्तै ठाउँ छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ कन्टेन्ट बनाउन दामी दामी है। यता मस्त ठाउँ छ गाइज। हेरौँ गाइज उडेको चढा पनि भुइँमा झर्छ गाइज यता चाहिँ त्यस्तो ठाउँ छ। हेरौँ गाइज अगाडि हाम्रो टेम्पल पनि छ गाइज हेर्न सक्छौँ। टेम्पलहरू पनि छ
मस्त एकदम है के टेम्पल हो त्यो चाहिँ थाहा भएन हामी जान्छौँ र त्यता देखाउँछौँ गाइज यता सकभर ठाउँ चाहिँ हेरौँ गाइज तल चाहिँ यो भ्यालीबाट तल हेर्दा आमामा काठमाडौँ भ्यालीबाट तल हेर्दा त बब्बाल प्लेस देखिन्छ नि त गाइज फेरि मस्त एकदम है बब्बाल प्लेस छ हेरौँ गाइज अब तपाईँहरूलाई देखाउँछौँ हेर्नु गाइज पानीको कटेज पनि देख्नु सक्नुहुन्छ है यस्तो मस्त यहाँबाट हेरौँ गाइज काठमाडौँ सिन पनि बबाल देखिन्छ है यस्तो रमाइलो गरेको अवस्था है यो चाहिँ गाइज होइन साथीभाइहरूमा दाइभाइहरूमा यसो रमाइलो गर्दै हिँडेको अवस्था जङ्गल नि यस्तो फुल फलेछ ठिक छ यहाँ हेर्न सक्छौँ नेपाली झन्डा छ टक्क यो भनेको नेपालको शान र आफ्नो पहिचान भन्छ ठिक छ यहाँबाट चाहिँ मस्त भ्याली चाहिँ दामी देखिन्छ है गाइज भ्यालीहरू चाहिँ दामी ल टक्क पारामा बो जम्बो दिन पर्छ नि त फेरि यता चाहिँ भिडियो चाहिँ म चाहिँ है क्यामराम्यान चाहिँ है गाइज हेरौँ गाइज टक्स हामी गाइज होइन यस्तै घुम्न आइरहेको छौँ घुम्ने आउँदा क्रममा हामीले ऐसोलीको बोट देखिसकेछौँ गाइज है अब चाहिँ ऐसोलीको बोट देखिसकेछौँ हाम्रो मदन दाईले चाहिँ टिप्दै हुनुहुन्छ हेरौँ गाइज टिप्दै हुनुहुन्छ अब गाइजहरूलाई पनि चखाउनु पर्छ भन्ने हाम्रो विचार हो गाइज हेरौँ है अहिले चाहिँ केही छैन हेरौँ ऐसेलु कस्तो हुँदो रहेछ तपाईँहरूलाई म जुम गरेर पनि देखाइदिन्छु हेरौँ गाइज पाकिसकेछ टक्क तपाईँहरू पनि खाना आउनुहुन्छ भने घुम्न आउँदा हुन्छ हामी 3 दाइ भाइ यसो क्रममा घुम्ने क्रममा आइसकेछ दाइ तपाईँले स्वागत छ गाइज मेरो भिडियोमा आज हामी यो जङ्गलमा काफलको लागि काफल खाना लगाइरहेको थियौँ भाइ अनि हाम्रो दिनेश सर हुनुहुन्छ होइन उहाँ सब मिलेर खाना लगाइरहेको थियौँ काफल त पाइएन तर चाख्न चाहिँ पाइयो होइन पाइयो गाइस होइन तर हामीले अरू के अरे लाली गुराँस चाहिँ पाइयो होइन लाली गुराँस पाइयो जोस् हाम्रो यात्रा चाहिँ सफल भयो भन्नुपर्छ यात्रा चाहिँ सफल भयो होइन होइन जोस् चाख्न चाहिँ पाइयो अर्को के खायो हामीले ऐसेलु खायो होइन मिठो होइन अर्ग्यानिक चिजहरू खाँदा चाहिँ अब गाउँको याद आउँछ होइन अहिले हामी काठमाडौँको नागार्जुनमा छौँ होइन गुराँस यो चाहिँ के हो कुन चाहिँ दाइ त्यो के यो काप्रो जस्तै छ है काप्रो त्यस्तै हुनुपर्छ काप्रो यो काप्रो हेर्नुहोस् यहाँ काप्रोको बोट पनि होइन यसको अचार खान्छ होइन अचार टेस्टी पनि अचार पनि अब दामी होइन तर यहाँ चाहिँ त्यहाँदेखि ठाउँ चाहिँ दामी देखिँदैछ यार यो होइन चाहिँ बबाल छ है लगाइस यतिकै म भिडियो एन्ड गर्छु होइन